आत्मबन्धन सबै मास्टरलाई, गुरुपत्रीजी र बिम्बिष्ट मास्टरलाई मेरो कोटि कोटि नमन छ। आज म ध्यानको एक्सपिरियन्स सेयर गर्न गइरहेको छु। यो ध्यानको नाम हो आनापाना सती ध्यान। यो ध्यानले मलाई धेरै फाइदा गरेको छ। मलाई यो ध्यान नगर्नुभन्दा पहिला धेरै रिस उठ्थ्यो, पढाइमा पनि मन लाग्थेन, अनि घरमा पनि झगडा भइरहेको थियो, अनि धेरै मोबाइल चलाउने मन लाग्ने, बाहिर डुल्ने, अनि जे सोचे पनि पुरा नहोला, यो काम गरे पनि नगरौँ कहीँ केही होला कि, यस्तो डर भइरहेको थियो। अनि धेरै टाउको दुख्ने, ज्वरो आउने, अनि शरीरहरू पनि काम्ने, यताउता सब भइरहेको थियो। अनि कहीँ पनि मन लाग्दैन थियो, घरमै बस्ने। एक दिन त्यो अवस्थामा थिएँ, अनि मेरो साथीले भन्यो यस्तो ध्यान गऱ्यो भने राम्रो हुन्छ, ध्यान गर्न जाउँ भन्यो। अनि मलाई पनि होला भनेर म पनि गएँ, अनि गुरुसँग सम्पर्क गरेँ, अनि ध्यान गर्दै गएँ। अनि मलाई राम्रो हुन थाल्यो, सोचेको पुरा। अनि घरमा पनि झगडा कम हुने, मोबाइल हेर्न त्यति मन लाग्दैन, पढाइमा राम्रो भयो, अनि सोचेको पुरा हुने। मेरो पढाइमा पनि जिपिए बढेको छ। यो ध्यानले मेरो जीवन सरल र सजिलो गराएको छ। म ध्यान डेली गर्छु, पढ्नुभन्दा अगाडि, अनि सुत्नुभन्दा अगाडि, स्कुल जानुभन्दा अगाडि। अनि मलाई केही चिज बिर्स्यो भने म ध्यान गर्छु, अनि त्यो चिजलाई फेरि पढ्छु, अनि मलाई छिटै याद हुन्छ। मैले पहिला पत्याएको थिएन, अनि म ध्यान गर्दै गएँ, अनि मलाई राम्रो पोजिटिभ थिङ्कहरू आउन थाल्यो। म सबै स्टुडेन्टलाई के भन्न चाहन्छु भने तिमीहरू सबैले एकचोटि यहाँ आएर 41 दिनको लागि यो ध्यान ट्राई गरिदिनु होला भन्न चाहन्छु। यहाँ आएर खालि 20 मिनट मात्र गर्नुहोला, अनि घरमै गर्दा पनि हो। यो ध्यानको नाम आनापाना सती ध्यान। सबलाई म धन्यवाद गर्छु।